हेलो साथीहरु, स्वागत छ तपाईहरुलाई फेरि पनि मेरो नयाँ भिडियोमा। आज चाहिँ मैले राँगाको मासुको रेसिपी लिएर आएको छु। तपाईहरुले देखिसक्नु भएको छ। मैले चाहिँ यो कुकरमा पकाउने सोचेर कुकरमा चाहिँ प्याज खोर्सानीहरु फुराइसकेर राँगाको मासु चाहिँ एउटा कुकरमा मैले राखिसकेको छु। यसमा चाहिँ मैले थोरै बेसार त्यसपछि नुन पनि राखेको छु। मैले यहाँ चाहिँ अलिक कम्ती नुन लागेको जस्तो लागेर फेरि अलिकति मैले यसमाथि नुन थपेको छु। यसलाई चाहिँ मजाले चलाएर चाहिँ एकछिन छोडिदिने छु। आफै भिडियो बनाउँदै चलाउनु परेकोले यहाँनिर चाहिँ अलिक भिडियो हल्लिएको भइरहेको छ। त्यही पनि मैले भिडियो बनाइरहेको छु। यहाँनिर चाहिँ मैले चलाएँ। चलाइसकेर त्यस पछाडि चाहिँ एकदम हरिएर सुक्खा यसरी भइसकेको छ। यहाँबाट चाहिँ तेल निस्किन थालेको छ। त्यहाँबाट पानीको पानीहरू सबै सुकेर यहाँबाट चाहिँ एकदम मजाले फ्राई भइसकेको छ। यसमाथि चाहिँ मैले पिसेर राखेको लसुन र जिराको पेस्ट त्यस पछाडि थोरै मिट मसलालाई पनि यसमा राखेको छु। यति लगाइसके पछाडि यसलाई मजाले चलाएर एकपल्ट मजाले पाक्नलाई छोडिदिने छु। एकदम यो मसला पनि भुटिनु पर्ने हुन्छ। नत्र मिठो स्मेल आउँछ। नत्र मसलाहरू त्यतिकै यो गऱ्यो भने चाहिँ काँचो काँचो मसलाको बास्ना आइरहेको हुन्छ। त्यही भएर यसलाई चाहिँ एकपल्ट भुटिसके पछाडि चाहिँ मैले काटेर राखेको टमाटर यसमाथि राख्दैछु। यो टमाटरलाई पनि एकछिन चलाउने छु। चलाएर एकैछिन छोडिदिने छु। यसरी चलाएर छोडिसके पछाडि चाहिँ यसमा म रस लगाउने छु। रस चाहिँ कति आफूलाई खानु मन परेको छ त्यही अनुसार लगाउन सकिन्छ। मैले चाहिँ यति लगाएको छु। यो रस लगाइसके पछाडि फेरि एकपल्ट यसलाई मजाले चलाएर कुकरको बिर्को लाएर म छोडिदिने छु। मैले यहाँनिर चाहिँ बिर्को पनि लगाइसकेँ। यसलाई चाहिँ सिटी लाग्नलाई भनेर मैले छोडिदिएको छु। यसलाई चाहिँ मैले 5 सिटी लगाएको छु। किनभने राँगाको मासु चाहिँ एकदमै डह्रो हुन्छ। यो ठिक्कले पाक्नुलाई मैले यसलाई 5 सिटी ठुलो ग्यास खोलेर 5 सिटी लगाएँ। त्यस पछाडि यो राँगाको मासु चाहिँ पाकेर रेडी भएको छ। यहाँनिर चाहिँ एकदम रेडी भएको छ है। मजाले टमाटरहरू पनि गलिसकेको छ। किनभने मैले चाहिँ 5 सिटी लगाइसकेको थिएँ। मासु पनि मजाले पाकेर रेडी भएको छ। आज चाहिँ राँगाको मासु मेरो भान्सामा रेडी भएको छ।